हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई मिनी व्लग। आज म डाइरेक्टली रेडी भएर चाहिँ भिडियो बनाउँदैछु है। अनि आज चाहिँ म एउटा इम्पोर्टेन्ट काम गर्न निस्किँदैछु। अनि त्यो इम्पोर्टेन्ट काम चाहिँ के हो भन्दाखेरि चाहिँ भोट दिनु है। यस गाइज, आज चाहिँ हाम्रोमा वेस्ट बेङ्गलमा भोट स्टार्ट भयो नि त है। अनि एक भोटले नै देशको चाहिँ फ्युचर पनि डिसाइड हुन्छ। सो भोट वाइजली है, यो त तपाईँलाई भन्नु पर्दैन, सबैजनालाई थाहै छ है। कहिलेकाहीँ चाहिँ अब हामीले सोच्छ नि त कि भोट चाहिँ त्यस्तै इम्पोर्टेन्ट होइन भनेर होइन, बट यो हाम्रो राइट पनि हो है, रेस्पोन्सिबिलिटी पनि हो। सो हामीले चाहिँ भोट लगाएको नै बेस्ट हो है। अनि आज म मात्रै होइन, धेरै मान्छेहरू चाहिँ अब भोटको लागि जाँदै थियो बाहिर है। अनि यहाँको एटमोस्फियर नै अर्कै भइरहेको थियो है। अनि सबैजना लाइनमा वेट पनि गरिरहेको थियो। अनि सबैजनाले चाहिँ एउटै होप लिएर बसेको थियो, एउटै होप लिएर चाहिँ भोट गर्दै थियो। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ फ्युचर राम्रो होस् भनेर है। अनि सबैजना सिरियस फोकस पनि भइरहेको छ है। अनि बिकज एउटा सानो डिसिजनले गर्दाखेरि धेरै चेन्ज हुन्छ नि त होइन। अनि त्यही हो, हामी पनि ड्रेला गर्दै हाँस्दै खुसी हुँदै जाँदै थियौँ। अनि सो गाइज, फाइनली यहाँनिर चाहिँ मैले भोट पनि लगाइसकेँ है। अनि योपालिको भोट चाहिँ धेरै मतलब अब स्ट्रिक्ट टाइपको थियो होइन। अनि पुरा मजाले चेक हुँदै थियो जग्गा जग्गामा है। अनि हामी भोट दिएर चाहिँ आइसक्यौँ। अन्त यहाँनिर चाहिँ हामीले आएर चाहिँ अलिकति कोल्ड ड्रिङ्क्सहरू पियौँ है दोकानमा। तपाईँले एउटा कुरा याद गर्नुभएको छ, हेर्दाखेरि चाहिँ यो इङ्कको चाहिँ सानोबडे मार्क देख्छ है, बट यो नै हो हाम्रो चाहिँ पावर अनेस्टली है। प्राउड फिल पनि हुन्छ। सो थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई, सी यू इन अनदर भिडियो।